आज म एकदमै खुसी छु, एकदमै हर्षित छु, किनकि आज भोजपुर सालपासिलिचोक यानि कि मेरो गाउँपालिकामा पहिलो पटक श्रम संस्कृति पार्टीको गाउँपालिका गठन भएको छ। त्यो पनि 58 सदस्यसहित लगन सोताङ राईज्यूको संयोजकतामा भएको छ। एकदमै आभारी छु, एकदमै खुसी लाग्यो। म यहाँ बेलबारीमा बसेर त पनि संगठनको निम्ति साथीहरूलाई हैन मैले सकेको उठ्नुहोस् जुट्नुहोस् भनेर सहयोग हैन एउटा प्रविधिको माध्यमबाट पनि गरिरहेको थिएँ। नभन्दै आज उहाँहरूले पुरा गर्नुभयो, एकदमै खुसी लाग्यो। सम्पूर्ण नवगठित कार्य समितिका साथीहरूलाई सफल कार्यकालको शुभकामना सहित अब यो टिमले सालपासिलिचोकको माटोलाई चाहिँ एउटा पवित्र माटोलाई चाहिँ जुरुक्कै हैन उठाएर चाहिँ श्रम संस्कृतिलाई चाहिँ अबको माटोमय बनाउँछ भन्ने विश्वासका साथ अगाडि बढाउनको निम्ति शुभकामना दिन चाहन्छु। एकदमै खुसी छु, एकदमै खुसी छु हैन। त्यो पनि युवा जोश जागरका साथीहरू, युवा साथीहरूलाई देख्न पाउँदा खुसी लागेछ। सालपासिलिचोकमा हिजो भन्दा अगाडि यो आजभन्दा अगाडि श्रमदान मात्रै थियो हैन हाम्रो खाटम्मामा। अब चाहिँ एउटा गाउँपालिकामा कमिटी गठन भइसकेछ। अब यो गाउँपालिकाको कमिटी गठनले हैन एउटा 6वटै वाडाभित्र हैन खाटम्मा, दोबाने, चौकीडाँडा, कुलुङ हैन जस्ता गाउँपालिकाहरूमा वाडाहरूमा फेरि वाडा कमिटी गठन गर्छ, टोल कमिटी गठन गर्छ, श्रमदान सकेको समय गर्छ। हाम्रो चुनाव नजिकिसकेको कारण यो हैन जुन चाहिँ हाम्रो अभियानलाई अगाडि बढाउँछ भन्ने विश्वासका साथ हार्दिक शुभकामना बधाई दिन चाहन्छु। धन्यवाद। जय सालपासिलिचोक, जय देश, जय माटो।